जुन मण्डलीमा सेवाकाई गरिराख्नु भएको छ हाम्रो एल्डरजित हजुरलाई धेरै धेरै धन्यवाद। जय मसी। अहिले सङ्गति गरिराख्नु भएको छ अनि कतिको गाह्रो अप्ठ्यारो कस्तो भइरहेछ? यो अब कति ठाउँमा चाहिँ गाह्रो छ, कति ठाउँमा सजिलो छ। यो कुरा हेर्दै गर्दा अब शरीरदेखि हेऱ्यो भने त धेरै गाह्रो अप्ठ्यारो साह्रो कुराहरू त छँदै नै छ, तर एउटा प्रभुको प्रेम र आत्माको कुरा हेऱ्यो भने आनन्द र खुसी अनि आशिषको कुरा छ। किनभने बाइबलको वचनले भनेको छ कि सबै परिस्थितिमा धन्यवादी हुनु भनेर। किनभने प्रभुको इच्छा यही हो भनेर भन्दै गर्दा त्यो कुरालाई चाहिँ एउटा आनन्दको कुरा अनि महसुस हुन्छ। यो एकदमै आशिष र खुसीको कुरा रहेको छ। हजुर धेरै धेरै धन्यवाद। जो शरीरमा जस्तो सुकै भए पनि सेवाकाई गर्ने हृदय भएको हाम्रो एउटा हुनुहुन्छ अनि आज हामी यसरी भेट गर्न आउँदा उहाँले आफ्नो समय हामीलाई खर्चनु भएको छ, जो हामीलाई दिनुभएको छ। हामी एकदमै धन्यवादी छौँ एउटा जो गरिराख्नु भएको छ। प्रभुले तपाईँलाई, तपाईँको परिवारलाई र मण्डलीलाई धेरै आशिष दिनुभएको होस् भन्ने हाम्रो इच्छा र प्रार्थना यही छ। धन्यवाद एउटालाई। थ्याङ्क यू हजुरलाई पनि। हाम्रो एकदमै यो सम्झनाको पलहरू, गोवाको बोटहरू यहीँ थियो, तर अहिले माथिल्लो फ्लोरमा माथि छतमा अहिले म यहाँ भिडियो गरिरहेको छु। यो हाम्रो ज्योति चर्च एकदमै आनन्द लाग्दो ठाउँहरू भएछ, हिउँदो जाने ठाउँ। अनि यहाँनिर हाम्रो पहिले चाहिँ यहाँनिर सानो बाटो थियो, तर यो गुवा बगान भनेको गणेश अङ्कलले रोपेको गुवा बगान। अनि यहाँनिर बाटो, त्यहाँ मास्तिर हाम्रो गणेश अङ्कलको घर। हामी तारहरू त्यहाँबाट तानेर ल्याउँथ्यौँ, तर अहिले चाहिँ पोल मजाले पोल भएको छ त्यहाँ। अनि त्यो पोलबाट चाहिँ सर यहाँ तानेर ल्याउनु सजिलो। अनि केबलहरू सबै कुरा रहेछ। यहाँ मुनि घरहरू थिएन, अरू 2-3वटा घर, नयाँ घरहरू यहाँ बनिएको रहेछ। अनि यो घर चाहिँ भर्खर नयाँ बनिएको भनिदिन्छ हाम्रो एल्डरले। यो एकदम आनन्दमा चाहिँ त्यही आनन्द लाग्यो। अहिले यहाँनिर एनसिएलको टावरहरू बनिएको रहेछ, एकदमै खुसी लागेको छ। र माथि अब उहाँहरूको सोच चाहिँ यो फ्लोर, यो माथिल्लो छतमा चाहिँ चर्च भवन बनाउने र यो अहिले मसिन देख्दै गरेको योहरूलाई चाहिँ मासेर अनि चाहिँ राउन्ड बनाएर अलिकति राम्रो गरेर चर्च भवन चाहिँ माथि बनाउने, अनि तल गेस्ट रुमहरू के बनाउने इच्छा गरिराख्नु भएको रहेछ। यसमा आनन्द छौँ। यहाँनिर पहिलेको किचनमाथि चाहिँ केही पनि छैन, अहिले माथिल्लो छ। तर अहिले किचन पछाडि त्यति बेला बारी थियो, अहिले धानबारी भएको रहेछ। धानहरू मजाले, ती पुराना घरहरू अहिले त्यस्तै नै देखेँ मैले, खासै त्यति साह्रो परिवर्तन भएको छैन। तर एउटा कुरा यहाँ चाहिँ सुँगुरो खोरो लाग्यो सायद, र यो परको घरहरू त्यस्तै नै थियो जस्तो लाग्छ। र नयाँ बिल्डिङहरू यहाँनिर बनिएको छ, धेरै कुराहरू परिवर्तन भएको छ। तर एउटा कुरा परिवर्तन भएको रहेन एल्डरबा, हजुरको माया, हजुरको सत्कार, हजुरको सद्भाव, त्यो हृदय चाहिँ परिवर्तन भएर जान्छ। धेरै कुराहरू परिवर्तन भएको देखेँ। एल्डरबा एकदमै हामीलाई यो समय दिइराख्नु भएको छ उहाँले है, परिवारलाई भन्दा धेरै हामीलाई समय दिनुभएको छ। भाइ तितास चाहिँ मलाई डोर्याउने व्यक्ति हो। म उहाँदेखि आउँदाखेरि भाइले कहीँ पनि छोडेको छैन। दाइलाई एकदमै धेरै माया गरेको छ। औषधि खानुभयो भएन टाइममा, यता सबै कुरा मेरो वास्ता गर्ने भाइ। एउटा तल झर्ने सिँढी भएको रहेछ। र यहाँ चाहिँ अहिले ज्योति चर्चको त पहिले चाहिँ हामी आफै बोकेर ल्याउँथ्यौँ, अहिले चाहिँ आफ्नै साउन्ड सिस्टमहरू छ यहाँनिर। पहिले गिटारहरू थिएन, तर अहिले यसरी गिटारहरू पनि तल गइरहेको छ। यो चाहिँ आशिष सबै आशिषहरू। बाथरुमहरू सायद पहिलेकै ठाउँमा जस्तो लाग्छ मलाई। बाथरुम पहिलेकै ठाउँतिर छ बाथरुमहरू।
ज्योति मण्डली भाइ एकदम स्विट हजुर पक्की छ नि पहिले बेलामा यस्तो पक्की थिए यो चाहिँ चर्च भवन कार्पेटहरू छ So how are you? यो चाहिँ अहिले के भयो किचन अहिले किचन भयो गेस्ट रुम यस्तो डाइनिङ हल को सुत्नु पनि हुन्छ क्या गेस्ट यहाँ चाहिँ हाम्रो दाताहरूको नाम सबै नामावली यहाँनिर छ मेरो नाम चाहिँ यहाँ छ पछाडि छ